आज म तिमीहरूलाई च्याप्टर 1 साइन्टिफिक लर्निङ पढाउँछु है। हामीले पहिला पनि साइन्टिफिक स्टडी साइन्टिफिक लर्निङ पहिला पनि 6 7 देखि नै हामीले चाहिँ बेसिक कुराहरू चाहिँ सिक्दै आउँदैछौँ है। अब यसको बारेमा हामीले के थाहा छ त साइन्टिफिक लर्निङ भनेको के हो भनेर? जो तिमीहरूले नेपालीमा पनि के बुझ्या छ साइन्टिफिक लर्निङ भनेर कसले भन्न सक्छ? कपिल, साइन्टिफिक लर्निङ भनेर तिमीले के बुझ्या छौ? तरिकाले अध्ययन गर्ने व्यवस्थित तरिकाले अध्ययन गर्ने त्यो पनि विज्ञान त्यहाँ साइन्टिफिक तरिकाले अध्ययन गर्नु पर्यो हैन। एउटा भनेको एउटा स्टेप हुन्छ उनीहरूको हैन। म ग्रुप पनि छुट्याइदिन्छु। यो अगाडिको 3वटा ब्रेन्च चाहिँ एउटा ग्रुप हुन्छ, 3वटा चाहिँ एउटा ग्रुप हुन्छ अनि लास्टको चाहिँ 2टा एउटा ग्रुप हुन्छ है। 1 2 3वटा ग्रुप भयो है हाम्रो। अनि पछाडिको 2टा ब्रेन्च चाहिँ एउटा ग्रुप अनि अगाडिको 2टा ब्रेन्च चाहिँ एउटा ग्रुप हुन्छ अनि यो 2टा ब्रेन्च चाहिँ अर्को ग्रुप है। आफ्नो आफ्नो ग्रुप हुन्छ। अनि मैले केही क्वेशन सोधे भने आफ्नो ग्रुपमा चाहिँ डिस्कस गरेर एन्सर दिन चाहिँ पाइन्छ टपिकले है। जस्तो साइन्टिफिक लर्निङ भनेको के हो भनेको साइन्टिफिक लर्निङ रेफर टु द प्रोसेस अफ एक्वायरिङ नलेज एन्ड अन्डरस्ट्यान्ड थ्रू द साइन्टिफिक मेथड which involves scientific observation, experiment and analysis है। साइन्टिफिक लर्निङ भनेको के हो? नलेज एक्वायरिङ गर्ने नलेज दिनलाई बुझ्नलाई र साइन्टिफिक मेथड युज गरे हुन्छ है। त्यो मेथड पनि हामीले चाहिँ पहिला 6 7 क्लासदेखि म 7 क्लासमा पढाउँदाखेरि पनि त्यहाँ छ। त्यसो भए तिमीहरूले पहिलादेखि सानो क्लासदेखि नै साइन्टिफिक मेथडहरू कुन युज हुन्छ है। यसको रिसर्च गर्नको लागि कुनै पनि क्वेशनको एन्सर पाउनको लागि एउटा मेथोडोलोजी छ। त्यो अनुसार हामीले चाहिँ जानुपर्छ। विच इन्भल्भ सिस्टमेटिक अब्जर्भेसन। हामीले सबभन्दा पहिला के गर्नुपर्छ भने कुनै पनि सामानलाई राम्ररी अब्जर्भ गर्नुपर्छ साइन्समा। त्यो पनि अरू सब्जेक्टमा र साइन्समा के भिन्नता छ भने साइन्समा लजिकल एन्सर लाग्छ है। बिना बेसलेस एन्सर दिएर हामीले चाहिँ त्यो एनालाइसिस गर्न सक्दैन। लजिकल एन्सर दिनुपर्छ। हरेक कुराको पछाडि किन कसरी भयो त्यसको एन्सर हामीले दिन सक्यो भने मात्रै साइन्टिफिक लर्निङ हुन्छ। अनि त्यसको लागि पहिला के गर्नु पर्यो? अब्जर्भेसन, राम्ररी अवलोकन। नेपालीमा अवलोकन भयो है। एकदम राम्ररी त्यसलाई के हो तिमीले कुनै कुरा हेर्दाखेरि चाहिँ एकदम विचार पुर्याएर त्यो कसरी भयो किन भयो भनेर एकदम राम्ररी बुझ्नु पर्यो। एक्सपेरिमेन्ट गर्नु पर्यो। अब अब्जर्भेसन गरे पनि तिमीहरूको दिमागमा पक्कै पनि एउटा क्वेशन एराइज हुन्छ। यो यस्तो बिग्रेको छ या यो यस्ता समस्या छ, यो के कारणले आएको होला, त्यो भयो एक्सपेरिमेन्ट। त्यसको लागि त हामीले एक्सपेरिमेन्ट गर्नु पर्यो नि यो प्रुभ गर्नलाई यो हो कि होइन भनेर। अनि एनालाइज, तिमीले एक्सपेरिमेन्ट गरिसकेपछि केही न केही त्यहाँबाट के आउँछ भने एन्सरहरू आउँछ, डाटाहरू आउँछ, नम्बरहरू आउँछ। अब त्यो नम्बरहरूलाई के गर्नु पर्यो? हामीले चाहिँ एनालाइज गर्नु पर्यो। एनालाइज भन्नाले त्यो ठिक हो कि होइन। जस्तो वातावरण प्रदूषण के कारणले भएको छ हैन? धुवा धुलोले भएको छ कि या फोहोर मैलाले भएको छ कि के कारणले भएको छ भनेर पनि हामीले एनालाइज गर्नु पर्यो। इट इज अर्को पनि यसको छ एन्सर है। इट इज अ प्रब्लम सल्भिङ प्रोसेस अफ एस्टाब्लिशिङ फ्याक्ट थ्रू टेस्टिङ एन्ड एक्सपेरिमेन्ट इन्डिपेन्डेन्टली। भनेको यो सल्भ गर्ने यो के छ भने क्वेशन तिमीले क्वेशन जुन एराइज गरे हुन्छ त्यसको एन्सर चाहिँ सल्भ गर्ने तर फ्याक्टमा केही कुराको फ्याक्ट निकालेर एनालाइज गरेर मात्रै हामीले एन्सर निकाल्न सक्छौँ। हामीले जथाभावी हुन्छ नि आफ्नो मनगढन्ती एन्सर दिन पाइँदैन। त्यो पनि टेस्ट गरेर एक्सपेरिमेन्ट गरेर मात्रै त्यसको एउटा फिक्स खालको एउटा फ्याक्ट एन्सर चाहिँ दिन सकिन्छ। यो भनेको साइन्टिफिक लर्निङ भयो। त्यस पछाडि हामीले पहिला पनि सानो क्लासमा साइन्टिफिक लर्निङको प्रोसेसहरू छ है। प्रोसेसहरू त छ नि त। के तरिकाले हामी कुनै पनि साइन्समा चाहिँ हामीले कुनै पनि विषय अनुसन्धान गर्नु पर्यो भने कुन मेथड युज गरेर हामी जाने हो भनेर आयो भने त कसरी गर्नु पर्यो हैन? त्यो त गर्नु पर्यो नि त हैन? कसरी
प्रोसेसहरू छ यहाँ। यो यतातिर पनि देखाऊ है भिडियोहरू। के प्रोसेस छ जस्तो नेपालीमै कसैले आउँछ भने म यो साइन्टिफिक लर्निङ गरेर यो गर्छु भनेर भन्न सक्नु। अरू श्री भन। राम्रै सुन्ने है साथीले भनेको कुरा। एक्सपेरिमेन्टहरू गर्ने, त्यसपछि यसलाई चाहिँ राम्रोसँग एनालाइज गरेपछि चाहिँ रिपोर्ट राइटिङ गर्ने र है अब हामीले के अरूलाई आएन होइन। एकचोटि फेरि हामी यो चप्टर यो केर्नु परेको छु भने यो हाम्रो रिभ्यू हो, पहिला क्लासको रिभ्यू। जबसम्म हामीले यसको बेस थाहा पाउँदैन तबसम्म हामीले अगाडि पढेर पनि हामीले केही बुझ्दैन नि त। भेरिएबलहरू बुझ्नको लागि यो त थाहा पाउनु पऱ्यो नि त पहिला होइन। अब यहाँ के छ भने साइन्टिफिक लर्निङ प्रोसेसको के मेथड छ भने यहाँ हाम्रो अब्जर्भेसन छ। त्यसको कुरालाई पनि अब्जर्भ गर्नु पऱ्यो हामीले, राम्ररी अवलोकन गर्नु पऱ्यो, थिङ्किङ गर्नु पऱ्यो, हेरेर सेन्स अर्गन युज गरेर हामीले सोच्नु पऱ्यो। त्यस पछाडि क्वेसन एराइज हुन्छ। क्वेसन हामीले अवलोकन गरिसके पछाडि क्वेसन एराइज चाहिँ जसरी पनि हुन्छ। अनि त्यस पछाडि के भयो यसको इक्जाम्पल म दिन्छु। हाइपोथेसिस भनेको के हो? कसले भन्न सक्छ? साधारणले भन्न सक्छ हाइपोथेसिसलाई नेपालीमा के भनिन्छ? आफ्नो ग्रुपसँग डिस्कस गरेर पनि भन्न सकिन्छ। हाइपोथेसिस भनेको के हो? पुरुषोत्तम भन त, हाइपोथेसिस भनेको के होला? कुनै पनि क्वेसन तिम्रो दिमागमा एराइज भयो भने पक्कै पनि एन्सर चाहिँ आउँछ। तर त्यो एन्सर हो कि होइन, त्यो एन्सर तिमीले जुन अनुमान गरेको एन्सर गेस। हाइपोथेसिसको अर्को हामीले चाहिँ गेस भनेर पनि राख्न सकिन्छ। लाइक गेस गर्ने एन्सर। तर त्यो होला हो कि होइन भने त प्रुभ गर्नु पऱ्यो। त्यो प्रुभ गर्नलाई के गर्नु पऱ्यो? हामीले एक्सपेरिमेन्ट गर्नु पऱ्यो। एक्सपेरिमेन्ट पनि विभिन्न प्रकारको हुन्छ, जुन बाहिर पनि गर्न मिल्छ, भित्र पनि गर्न मिल्छ। सर्वे गर्ने हो कि के गर्ने हो, त्यो केस स्टडी गर्ने हो कि होइन, त्यो चाहिँ एक्सपेरिमेन्ट। यसमा चाहिँ तिमीले कता डाटाहरू निकाल्छौ। एक्सपेरिमेन्टको इक्जाम्पल दिन्छु म एकछिनमा। अनि एनालाइज गर्ने पनि त्यो डाटा आइसकेपछि, डाटा भनेको कुनै नम्बर हुनसक्छ या कुनै एन्सर हुनसक्छ। यो एन्सर कसरी आयो एनालाइज गर्ने। या डाटा आयो भने त्यो डाटालाई एक ठाउँमा राखेर सङ्कलन गरेर हामी त्यहाँबाट एउटा एन्सर निकाल्छौँ। त्यो नै हाम्रो के हुन्छ? कन्क्लुजन। जस्तै एक्जाम्पल दिन्छु। जस्तो अब हामीले हाम्रो छेउछाउ बाहिर हेर्दाखेरि के छ भने अब बोट बिरुवा के भइरहेको छ? पानीको क्वालिटी राम्रो छ कि छैन भनेर कसरी थाहा पाउने? तिमीलाई अब यस्तो घरमा हेऱ्यौ, तिमीलाई के अब्जर्भ गर्यो भने पानीमा अब्जर्भेसनमा के आउँछ भने तिमीहरूले पानी खायो, तिमीलाई के लाग्यो भने यो आफ्नो घरको पानी खाँदाखेरि स्वाद अलिक फरक छ, अरूको चाहिँ यसो खाँदाखेरि उनीहरूको अलिक फरक देख्यो। अब्जर्भ गरेर तिमीले के रहेछ त पानीमा, तिमीले आफै सोच्यौ। सेन्स अर्गन युज गरेर अब्जर्भेसन गर्ने हो नि त। अनि सोच्यौ कसरी पानी चाहिँ यस्तो स्वाद त हुँदैन, पानीको टेस्टलेस हुन्छ, तर पनि अलिक खरो खालको लाग्यो। यो पानीमा किन यस्तो धमिलो छ या धमिलै छ भने किन धमिलो आएको छ भनेर तिमीले के गर्न सोच्यौ भने रामकोट एरियाकै जस्तो यो कति नम्बर वार्ड हो? 7 नम्बर वार्ड हो। 7 नम्बर वार्डकै पानीको खाने युक्त छ कि छैन भनेर अहिलेसम्म टेस्ट भएको छैन। तिमीहरूको दिमागमा यो क्वेसन एराइज भयो। रामकोट एरियाको वार्ड नम्बर 7 को चाहिँ पानी चाहिँ खाने युक्त छ कि छैन, पिउने युक्त छ कि छैन। अब त्यसको लागि तिमीले हाइपोथेसिस के गर्यो भने के अनुमान गर्यो भने होइन अहिलेसम्म त धेरै मान्छे बिरामी त त्यस्तो खासै भएको छैन, खाने युक्त नै होला भनेर तिमीले अनुमान गर्यो होइन, होला भनेर। एक्सपेरिमेन्ट गर्नु पऱ्यो। एक्सपेरिमेन्टमा के गर्नु पऱ्यो भने हरेक ठाउँको होइन, हरेक एउटा हुन्छ नि जङ्सन पोइन्टहरूको तिमीहरूले ऱ्यान्डमली घरहरू छानेर सेलेक्सन गर्नु पऱ्यो। पानी ल्याउनु पऱ्यो। एउटा स्टोराइज भनेको केही पनि
0% ब्याक्टेरिया भाइरस के पनि हुँदैन, त्यो एकदम स्ट्राइल हुन्छ है, त्यो स्ट्राइल वर्डको अर्थ है। अनि त्यस्तो भाँडोमा के राख्नु पर्यो भने थोरै थोरै पानी हरेक ठाउँको तिमीलाई जहाँ तिमीलाई यो 7 नम्बर वडालाई समेट्नै पर्ने, त्यो हरेक घरबाट पनि पोसिबल हुन्छ, कसैले चाहिँ त्यो पनि गर्छन्, तर त्यो कता अलि लङ जान्छ। त्यही भएर अब हामीलाई छिटो सिध्याउनु छ भने तिमीहरूलाई जहाँ जहाँ मन लाग्छ 7 वडाको जङ्सन पोइन्टहरू जुन हुन्छ त्यहाँको पानीहरू सकेसम्म धेरै मात्रामा सङ्कलन गर्ने। जति धेरै मात्रामा हामीले सङ्कलन गर्छ नि हाम्रो रिजल्ट चाहिँ त्यतिकै एकुरेसी लेभल चाहिँ के हुन्छ, बढ्छ, त्यतिकै राम्रो रिजल्ट आउन सक्ने सम्भावना चाहिँ के हुन्छ, बढ्छ। सकेसम्म धेरै ठाउँको चाहिँ धेरै घरको पानी लिइसकेपछि के गर्नु पर्यो, एक्सपेरिमेन्ट गर्नु पर्यो। एक्सपेरिमेन्ट पनि विभिन्न प्रकारको हुन्छ। एउटा चाहिँ ब्याक्टेरिया छ कि छैन होइन, यो पानीलाई टेस्ट गर्ने। अर्को चाहिँ त्यो पानीमा चाहिँ यसको चाहिँ के छ, क्याल्सियम के भन्छ म्याग्नेजियमहरू के पाइन्छ नि होइन, त्यसको लेभलहरू चाहिँ कस्तो छ, केमिकल प्रोपर्टिजहरू कस्तो छ यसको पानीको, त्यो पनि हेर्न सकियो। अनि ब्याक्टेरिया भाइरस त नर्मली हामीले ल्याबमा चाहिँ ग्रोथ गराउन सक्दैन, ब्याक्टेरिया चाहिँ ग्रो गराउन सक्छौँ होइन। फिल्ट्रेसन प्रोसेसबाट जाने हो कि कुन प्रोसेस जाने हो, तिमीहरूले त्यहाँ एउटा मेथोडोलोजी चुज गर्नुपर्छ। र पहिला मान्छेहरूले कस्तो खालको, किनभने तिमीले चाहिँ रामकोट पो गरिरहेछौ, पहिला मान्छेहरूले चाहिँ अर्को सिधा पहिला गरिसक्यो होला, पहिलाको मान्छेहरूले अर्को ठाउँको स्विमिङ गरिसक्यो होला, त्यसको रिजल्ट तिमीले के गर्नु पर्यो, रिभ्यू गर्नु पर्यो। उनीहरूको पब्लिस गरेको हुन्छ नि पेपर हो, त्यसको के गर्नु पर्यो, तिमीले हेर्नु पर्यो, पढ्नु पर्यो। उनीहरूले कुन मेथोडोलोजी युज गरेको, मेथोडोलोजी भनेको कुन चाहिँ विधि युज गरेको छ एक्सपेरिमेन्ट गर्नको लागि, त्यो विधि चाहिँ तिमीहरूले पनि त्यही अनुसार विधि चाहिँ अप्नाउनु पर्छ। र तिमी एउटा नयाँ खालको विधि अप्नाउन पाइँदैन, जो हुँदै नभएको विधि अप्नाउन पाइँदैन। जुन रिसर्चरहरूले पहिला गरिसकेछन् त्यही विधि युज गरेर तिमीले चाहिँ फेरि एक्सपेरिमेन्ट चाहिँ गर्न मिल्छ, अनि मात्रै भ्यालिड मानिन्छ है। अनि एक्सपेरिमेन्ट गरिसकेपछि केही न केही त रिजल्ट आउँछ। जस्तो पानीमा एकदम हिब्रू कोलरा बढी देख्यो या थोरै मात्रामा ब्याक्टेरियाहरू देख्यो होइन, ब्याक्टेरिया काउन्ट थोरै थियो, त्यो कतिको धेरै थियो, केही न केही त रिजल्ट आउँछ होइन। जस्तो ब्याक्टेरिया काउन्ट धेरै छ भनेर हामीले रिजल्ट आयो, ब्याक्टेरियाको मात्रा धेरै ग्रो भएको छ। अब एनालाइज गर्नु पर्यो। एनालाइजमा के गर्नु पर्यो भने ल यो त खाने युक्त चाहिँ छैन, हामीले सिधै पानी जहाँबाट आइरहेको धाराबाट यतिकै हामीले खायो भने यो चाहिँ हामीलाई रोग कज गर्न सक्छ भनेर हाम्रो यो कन्क्लुजन आउँछ। कन्क्लुजन के आउँछ, यो पानी खाने युक्त चाहिँ छैन, रामकोटको खाने पानी चाहिँ राम्रो छैन, यसलाई हामी खान मिल्दैन यतिकै। अब रिकमेन्डेसनहरूमा के आउँछ, यसको पछाडि अर्को पनि एउटा हुन्छ रिकमेन्डेसन। के रिकमेन्ड गर्छु, मैले रिसर्च गरेँ होइन, त मेरो रिसर्चले अरूलाई के फाइदा भयो त, मैले केही न केही उपदेश केही न केही त जानकारी दिनु पऱ्यो नि, त्यसको लागि के गर्नु पऱ्यो, त्यसको लागि हामी चाहिँ ट्रिटमेन्टहरू, पानीको ट्रिटमेन्ट, एउटा क्लोरिन भन्ने कुरा राख्छौँ होइन। कोही चाहिँ उमाल्ने पानीले भक 5 मिनटसम्म उमालेर मात्रै खाने होइन, कोही फिल्टर गरेर खाने। त फिल्टर गरेर ब्याक्टेरिया मर्दैन, अरू कुनै प्रोसेसबाट पनि मर्दैन। ब्याक्टेरिया भाइरस मार्ने भनेको उमालेर पानीलाई भक 100 डिग्री टेम्परेचरमा उमाल्यो भने 5 मिनटसम्म उमालेर राख्यो भने पानी चाहिँ सेलाएर हामीले खान चाहिँ मिल्छ, खानेयुक्त बनाउँछ त्यो पानीलाई। अनि यसरी हाम्रो चाहिँ अनि त्यस पछाडि हामीले के गर्छौँ, रिपोर्ट राइटिङ गर्छौँ, प्रेजेन्टेसन दिन्छौँ होइन त्यो, अनि मात्रै तिमीले गरेको रिसर्च चाहिँ काम लाग्छ। बुझ्यो, एक्जाम्पल बुझेन है। यसमा कसैलाई केही समस्या छ? अघि नै भनेको कुराहरूलाई फेरि मैले यहाँ पोइन्ट वाइज लेखिदिएको छु। यहाँ क्वेसन बनाउने, ब्याकग्राउन्ड रिसर्च, ब्याकग्राउन्ड रिसर्च, तिम्रो दिमागमा जुन क्वेसन आउँछ नि त्यो क्वेसनमा अरू मान्छेले अरू ठाउँमा चाहिँ रिसर्च गरिसकेका हुन्छ। जस्तो मलेरिया, काठमाडौँ भ्यालीमा कति मलेरिया छ, मलेरिया पेसेन्ट कति छ, या के भन्छ अब यो मलेरिया त तराईको रिजनमा त धेरै रिसर्च भइसक्यो होला, त त्यो रिसर्च पेपर हेर्नु पर्यो नि, त्यो भनेको ब्याकग्राउन्ड रिसर्च हो। त्यो अरूको रिजल्ट हेर्ने, औ धेरै मलेरिया आएको रहेछ, मलेरिया के कारणले आएको रहेछ, तिमीले त त्यसको बारेमा धेरै कुरा जान्न पायो नि। अनि त्यो सेम मेथोडोलोजीहरू के अनुसार तिमीहरूले आफ्नो गर्छौ। अनि हाइपोथेसिस कन्स्ट्रक्ट गर्ने, मलेरिया किन आएको होला भने धेरै घाँसपात भएको, अलिक
गर्न पाइन्छ एकचोटिमा होइन, अनुमान पनि एउटा मात्रै गर्ने। अनि के छ भने एक्सपेरिमेन्ट गर्ने प्रोसिड्युरहरू कुन विधि अपनाउने हो, त्यो विधि एकदम ठ्याक विधि हुन्छ। अब लास्टको सुरुको एउटा प्रोसिड्युर भनेको के छ भने एउटा स्टेप वाइज स्टेप हुन्छ, त्यो स्टेप हामीले फलो गर्नुपर्छ। अनि एनालाइज डाटा, अनि त्यसपछि के हुन्छ एक्सपेरिमेन्ट गरेपछि डाटा एनालाइज गर्ने अनि रिजल्टहरूलाई एलाइन गर्ने, एक ठाउँमा जोड्नुपर्छ। जोडेर जस्तो नागरको यो रामकोटभरिकै रिजल्टलाई, पानीको रिजल्टलाई के गर्छौँ एक ठाउँमा राख्छौँ हामी, अनि त्यस पछाडि एनालाइज गर्छौँ पानी ठिक छ कि छैन। फेरि दुईवटा घरको मात्रै हेरेर पानी खराब छ भन्न मिल्दैन। अनि रिजल्टलाई एलाइन भनेको जोड्ने, अनि त्यस पछाडि कम्युनिकेट द रिजल्ट, अरूलाई पनि हामीले चाहिँ कम्युनिकेट गर्नुपर्छ रामकोटको पानी त खाने छैन या छ भनेर अरूलाई पनि हामीले के गर्नु सकिन्छ भने गर्न सक्छौँ। अब हाम्रो के छ भने नेक्स्ट भेरिएबल। अब त्यत्रो एक्सपेरिमेन्टको बारेमा हामीले अलिअलि थाहा पायौँ है, कसरी गर्न मिल्छ भनेर हामीले चाहिँ रिसर्च वर्क। अब अरू के छ भने वर्ड भेरिएबल। भेरिएबल कहाँबाट आएको छ भने भेरिएबल कम्स फ्रम द भर्ब टु भेराइ विच मिन्स टु चेन्ज अर बिकेम डिफरेन्ट। भेरिएबल भनेको के हुन्छ भने फिक्स नहुने, भेरी भेराइ भन्छ नि, यो इङ्ग्लिस वर्डमा छ नि VARIES भेराइ भनेको डिफरेन्ट है। आर अल द थिङ्स द्याट क्यान चेन्ज एन्ड मेक डिफरेन्ट इन द एक्सपेरिमेन्ट। जुन चाहिँ हामीले चेन्ज गर्न मिल्छ एक्सपेरिमेन्टमा, त्यस्तो खालले के गर्नु मिल्छ, त्यसलाई के भन्छ हामीले भेरिएबल। भेरिएबल पनि कति प्रकारको हुन्छ भने इन्डिपेन्डेन्ट, कन्ट्रोल एन्ड डिपेन्डेन्ट भेरिएबल। त्यसको मैले सर्टमा पनि लेखिदिएको छु। इन्डिपेन्डेन्ट भेरिएबल हामीले म्यानिपुलेट गर्न मिल्छ, इन्डिपेन्डेन्ट भेरिएबल म्यानिपुलेट चेन्ज गर्न मिल्छ हामीले होइन, हामीले के राख्न मिल्छ त्यो राख्नु। कन्ट्रोल भेरिएबल चेन्ज हुँदैन थ्रु आउट द एक्सपेरिमेन्ट नसिद्धिन्जेलसम्म त्यो चाहिँ सेम हुन्छ। अब डिपेन्डेन्ट भेरिएबल भनेको यो दुईटैको कारणले जुन यसमा चाहिँ चेन्जेस आउँछ नि त्यसले हाम्रो के हुन्छ भने रिजल्ट हुन्छ त्यो। अब यसको पनि के छ भने मैले डिफिनेसन लेखेको छु। डिपेन्डेन्ट भेरिएबल मेजर अर observe in response to change in the independent variable। डिपेन्डेन्ट भेरिएबल कसरी मेजर गर्ने या observe in response to change in independent variable। इन्डिपेन्डेन्ट भेरिएबलमा केही चेन्ज आयो भने त्यो कहाँ देखिन्छ, डिपेन्डेन्ट भेरिएबलमा त्यसको रिएक्सन देखिन्छ। इन्डिपेन्डेन्ट भेरिएबल के हो भने चेन्ज अर म्यानिपुलेटेड टु observe the effect on the other variable। यसलाई चाहिँ हामी चेन्ज गर्न मिल्छौँ। अहिले हामी एक्जाम्पल पनि हेर्छौँ, इन्डिपेन्डेन्ट भेरिएबल कुन हो, इन्डिपेन्डेन्ट भेरिएबल कुन हो, अनि अझै यो यहाँबाट क्लियर हुन्छ हामीले। कन्ट्रोल भेरिएबल कन्स्टेन्ट, यो कुनै प्रकारको यसमा हामीले चेन्ज गर्न मिल्दैन, एक्सपेरिमेन्ट भरि नै यो चाहिँ के हुन्छ भने एक राशि हुन्छ। अब यहाँ हेर्छौँ है, यहाँ हेर्दाखेरि एउटा बोर्ड छ, अब यहाँ के हाल्दैछौँ हामीले पानी हाल्दैछौँ, अनि बोर्डको साइज नाप्ने हो है। अब बोर्ड कति बढ्यो, अब त्यसको लागि हप्ता दुई हप्ता जति हामीले चाहिँ यो गरिराख्नुपर्छ, अनि मात्रै यो जुन हामीले गर्न खोजेको एक्सपेरिमेन्ट चाहिँ हाम्रो आउँछ, रिजल्ट आउँछ। कन्ट्रोल भेरिएबल के रहेछ भने सनलाइट कन्ट्रोल भेरिएबल होला, बाहिरको इन्भाइरोमेन्ट कन्ट्रोल भेरिएबल होला, किनभने सनलाइटलाई र बाहिरको इन्भाइरोमेन्टको टेम्परेचरलाई त हामी चेन्ज गर्न सक्दैनौँ। अब यो प्लान्टको ग्रोथ, यो पानी हाल्यो है, पानी हालिरहेको यो हाम्रो इन्डिपेन्डेन्ट भेरिएबल हो है। अब यसको हाइट केमा डिपेन्ड गरेको छ, पानी तिमीले पानी कतिको हाल्छौ होइन, बिहान बेलुकै हाल्ने हो कि एकचोटि मात्रै हाल्ने हो कि पानीको मात्रा कति हाल्ने हो, थोरै 1 लिटर के भन्छ 200 ml मात्रै हाल्ने हो कि 500 ml हाल्ने हो कि होइन, त्यो तिमीले एक्सपेरिमेन्ट गर्न सक्छौ। यसमा के गर्न सक्छौ भने यस्तै खालको प्लान्टको डिफ्रेन्ट 2-4वटा 5वटा प्लान्ट ल्याउन सक्छौ होइन, र तपाईँ एउटाको मात्रै पनि हेर्न सक्छौ, तिमीले कस्तो खालको गर्न सक्छौ। जस्तो एउटा प्लान्टलाई हामीले चाहिँ दिनहु 200 ml बिहान बेलुका पानी हाल्यौँ है, अनि अर्को प्लान्टलाई 500 ml हाल्यौँ अनि बिहान बेलुकै, अनि अर्को प्लान्टलाई चाहिँ हालेन पानी, बिहान बेलुकै हालेन। अनि अब त्यसको हाइट कतिको बढ्यो त्यो केमा डिपेन्डेन्ट भेरिएबल त्यो हो। हाइट केमा डिपेन्ड भयो भने यो इन्डिपेन्डेन्ट भेरिएबलमा चाहिँ हाइट डिपेन्ड हुने भयो यो प्लान्टको। इन्डिपेन्डेन्ट भेरिएबल के हुन्छ भने टेम्परेचर
What can be changed? अब हामीले केमिस्ट्रीहरुमा गर्न थाल्यो भने उता ल्याब भित्रको ल्याबमा गर्यो भने टेम्परेचर चेन्जहरु गर्न मिल्यो डिपेन्डेन्ट भेरिएबल भनेको प्लान्टको ग्रोथ कन्ट्रोल भेरिएबल भनेको बाहिर राखेको छ जस्तै यो प्लान्टहरु बाहिर उम्रेछ भने प्लान्टको टाइप हामीले प्लान्टलाई चेन्ज गर्न मिलेन प्लान्टको माटो पनि चेन्ज गर्न मिलेन टाइमिङ वेदर कहिले पानी पर्ला कहिले घाम लाग्ला त्यो पनि हामीले चेन्ज गर्न मिलेन बाहिर राखेका छौं भने अनि फेरि यहाँ पनि त्यस्तै खालको एक्जाम्पल दिएको छ भने यहाँ इन्डिपेन्डेन्ट भेरिएबल द वान व्हिच यु क्यान चेन्ज एन्ड लिमिट टु ओन्ली वान एन्ड एक्सपेरिमेन्ट अब तिमीहरूले ग्रुपमा डिस्कस गर कि अब मैले यहाँ फिगरमा देखाएको हैन यो फिगरमा देखाएको चाहिँ के रहेछ यहाँ के पोख्या छ यहाँ के पोख्या छ अनि के खालको रिजल्ट आउँछ भनेर तिमीहरूले ग्रुप बनाएको छु नि त्यसमा डिस्कस गरेर अनि म 5 मिनेट टाइम दिन्छु अनि त्यसपछि तिमीहरूले आफ्नो आफ्नो ग्रुपमाबाट एक जनाले यसलाई चाहिँ भन्नु ल अब ग्रुप डिस्कसन गरौँ सबले आफ्नो ग्रुप बनाएको नि हैन दुईजनाको त्यहाँ त ग्रुप दुईजनाको आफ्नो ग्रुपमा डिस्कस गर त्यहाँ के हालिरहेछ के चाहिँ प्लान्टमा चेन्जेस आएको छ के होला भनेर डिस्कस गर त यो स्लाइडमा देखेको कुरा डिस्कसन गर्ने के स्लाइडमा ग्रुप डिस्कसन गरेको बाहिर वातावरण
चाहिँ कन्ट्रोल भेरिएबल आफ्नो कुरा गरेर पढेको जस्तो ग्रुप 1 बाट साथीले सुन्ने है सबै ग्रुप तीनटा प्लान्टमा रिसर्च गरिएको छ कुन प्लान्टमा यहाँ अगाडि आएर यहाँ चाहिँ तीनटा प्लान्टमा रिसर्च गरिएको छ कि प्लान्टहरूमा जुस एक्सट्रिम र पानी हाल्दा कुनले गर्दा प्लान्टको हाइट बढ्छ भनेर कसले गर्दा प्लान्टको हाइट बढ्छ भने यसमा चाहिँ हामीले इन्डिपेन्डेन्ट भेरिएबलको रूपमा त्यो एक्सट्रिम जुस र पानीलाई लिन सक्छौँ जसले गर्दा प्लान्टको हाइट बढ्छ भने प्लान्टको हाइट चाहिँ डिपेन्डेन्ट भेरिएबल भयो डिपेन्डेन्ट अनि त्यसपछि चाहिँ बाह्य वातावरण र त्यो प्लान्टको टाइप चाहिँ कन्ट्रोल भेरिएबल ल ठिक छ है राम्रो गर्नुहुन्छ ग्रुप बी बाट कपी अनि भेरिएबल चाहिँ तीन प्रकारको हुन्छ इन्डिपेन्डेन्ट डिपेन्डेन्ट र कन्स्ट्यान्ट यो एक्सपेरिमेन्टमा चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल त्यो तीनटा छ एउटा कोका कोला अर्को जुस अनि अर्को पानी हो यिनीहरू चाहिँ त्यो रिसर्चरले चेन्ज गर्न मिल्छ र यिनीहरूले प्लान्टको हाइट बढाउन यिनीहरू रोल खेल्छन् अनि त्यसपछि डिपेन्डेन्ट भेरिएबल भनेको चाहिँ प्लान्टको हाइट हो यो चाहिँ मेन एक्सपेरिमेन्ट चाहिँ यसैमा गरिन्छ अनि कन्ट्रोल भेरिएबल भनेको चाहिँ जहिले कन्स्ट्यान्ट हुन्छ जस्तै कि सोइलको टाइप अनि त्यसपछि यो पानी सोइलको टाइप अनि पटको साइज प्लान्टको टाइप डिपेन्डेन्ट भेरिएबल को नाम कंट्रोल भेरिएबल भेरिएबल चाहिँ तीन प्रकारको छन् एउटा इन्डिपेन्डेन्ट अर्को
कन्ट्रोल भेरिएबल छ यो कोकाकोला अनि जुस पानी चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल हो अनि यसको यो प्लान्टको हाइट चाहिँ इन्डिपेन्डेन्ट भेरिएबल हो अनि कन्ट्रोल भेरिएबल कुन हो जस्तो गमला हामीले चेन्ज गर्न सक्छौँ गमलाको माटो चेन्ज गर्दैनौँ नि त होइन जस्तो इन्भाइरोमेन्ट भयो होइन मिस्टेक भयो भने केही हुँदैन यहाँ आउनै पर्छ भन्ने छैन यहाँ मिस्टेक गर्ने हो सिक्ने हो अनि जाने हो होइन गमलाको माटो जस्तो चेन्ज गर्दैनौँ हामीले बाहिरको इन्भाइरोमेन्ट वातावरण पनि चेन्ज हुँदैन होइन कति अमाउन्टमा लिक्विड हाल्छौँ पानी कति 200 ml हाल्छौँ कि 300 ml हाल्छौँ भने त्यो पनि एउटा फिक्स गरेर राखेर हुन्छ होइन अनि टाइप्स अफ प्लान्ट आज उखालेर एउटा अर्को उखालेर 3 दिने उखाल्न पनि मिल्दैन योहरू के छ भने कन्ट्रोल भेरिएबल जुन चाहिँ हामीले चेन्ज गर्दैनौँ थ्रु आउट एक्सपेरिमेन्ट बुझ्नुहोस् न जुन चेन्ज नहुने खालको भेरिएबल हुन्छ त्यसलाई हामी के भन्ने कन्ट्रोल भेरिएबल यसमा चाहिँ डिपेन्डेन्ट र भेरिएबल देखाएको छ यो केबीसीमा चाहिँ अनि यसमा चाहिँ डिपेन्डेन्ट चाहिँ बिरुवाको हाइट देखाएको छ भने भेरिएबल चाहिँ पानी जुस अनि कोक यो तिनटालाई चाहिँ भेरिएबल देखाएको छ यो कुन भेरिएबल भयो पानीको यो कोकोलाको अनि पानी जुस कुन भेरिएबल भयो डिपेन्डेन्ट इन्डिपेन्डेन्ट कि कन्ट्रोल यो प्लान्टको हाइट कुन भेरिएबल भयो कन्ट्रोल डिपेन्डेन्ट कि डिपेन्डेन्ट भयो आश्रित होइन यो चाहिँ चेन्ज गर्न मिल्ने यो त चेन्ज छ नि होइन पानी पनि छ यसमा जुस छ यसमा यो छ हामीले तीन थरी गरेका छौँ होइन यो त हामीले चेन्ज गरेका छ नि त चेन्ज हुने खालको भेरिएबललाई इन्डिपेन्डेन्ट भन्ने अनि त्यो चेन्ज भएको कारणले यो प्लान्टमा कस्तो प्रभाव पर्यो होइन त्यो चाहिँ हाम्रो के भयो डिपेन्डेन्ट भेरिएबल कोकोकोला हाल्दाखेरि प्लान्टको हाइट कति बढ्यो होइन कोकोकोला हाल्यो कि पानी हाल्यो कि जुस हाल्यो त्यो माथि प्लान्टको हाइट डिपेन्ड छ नि प्लान्टको हाइट केमा आश्रित छ यसमा हुँदैन के तिमीले हाल्दैछौ त्यो माथि आश्रित छ नि जो कुरा आश्रित हुन्छ अरूमा त्यसलाई हामी डिपेन्डेन्ट भेरिएबल भन्ने जस्तो हाइट अफ प्लान्ट यो कोकोलाको बोतलको बाट निस्केको कोकोलामा आश्रित छ नि होइन यसको हाइट के भयो डिपेन्डेन्ट भयो कन्ट्रोल के भयो भने हामीले यो प्लान्ट चेन्ज गरेका छौँ छैन प्लान्ट एउटै रहन्छ एक्सपेरिमेन्ट गरी यो माटो यो भाँडो चेन्ज गरेका छौँ छैन त्यो पनि कन्स्टेन्ट हो अनि बाहिरको वातावरण पनि के छ भने एक नासकै छ है चेन्जेस चाहिँ छैन त्यही भएर त्यसलाई हामी कन्ट्रोल भेरिएबल मानेछौँ बुझ्यो नि थ्याङ्क यू हामीले सबै ग्रुपबाट आफ्नो लिडरहरू पठायौँ है आफ्नो लिडर पठायौँ लिडरहरूले सबले एक्सप्रेस गर्नुभयो मलाई जहाँसम्म लाग्छ हाम्रो ग्रुपमा पनि सबैजनाले डिस्कस गरेर बुझेर नै यहाँ आएर भन्नु होला है अब पनि कसैले केही समस्या छ डिपेन्डेन्ट इन्डिपेन्डेन्ट र कन्ट्रोल भेरिएबलमा भने मसँग क्वेसनहरू चाहिँ सोध्न मिल्छ सोध्नु फेरि यसलाई डिस्क्राइब गरिदिन्छु एकचोटि यो हाम्रो गमलामा बोट रोपेका थियौँ अब यसमा के आएको छ भने यहाँ चाहिँ कोकोला जेसुकै हुन सक्छ फेन्टा नि हुन सक्छ है योमा हामी जुस हाल्यौँ फ्रुटी यसमा चाहिँ पानी हाल्यौँ है तीनवटा फरक कुरा हालेका छौँ अब तीनवटा फरक कुरा हालेर के हेर्न खोजेका छौँ भने यो तत्त्वहरूले चाहिँ पानी के भन्छ यो बोटको विकास कस्तो हुन्छ भनेर हामीले त्यो हेर्न खोजेका छौँ कोकोला हाल्दाखेरि एक हप्तामा के चेन्जेस आयो त त्यसमा हाइटमा कतिको बढोत्तरी आयो अब यसमा यो चाहिँ हाम्रो के भयो इन्डिपेन्डेन्ट भेरिएबल जुन चाहिँ चेन्ज छ है अब प्लान्टको हाइट होस् या प्लान्टको सिचुएसन प्लान्ट ओइलाइसक्यो कि त्यो कोकोला हाल्दाखेरि के प्लान्ट चाहिँ राम्रो फक्रियो कि के भयो त प्लान्टको अवस्था पनि हेर्न सकिन्छ यो के भयो त्यो चाहिँ अवस्था भनेको डिपेन्डेन्ट भेरिएबल तिमीले हेर्न खोजेको के त प्लान्टमा तिमीले हेर्न खोजेको के विकासको क्रम विकास बढ्यो कि घट्यो कि प्लान्ट मरिसक्यो भनेर त्यो हाम्रो के भयो इन्डिपेन्डेन्ट भेरिएबल त्यो नै हाम्रो के हुन्छ
रिजल्ट हुन्छ त्यो नै हामी लेखेर डाटा लेख्ने है स्केलले मेजर गरेर के लेख्ने डाटा आज एक दिन भयो 2 दिन भयो 2 दिनमा चाहिँ 0.2 सेन्टिमिटर बढा छ कि 0.5 बढा छ कि सिक्नेपछि कतिको बढ्यो त हैन त्यो मेजर गरेर हामीले चाहिँ डाटा राख्नु पर्यो 1 देखि 10 दिनसम्म या 2 हप्तासम्मको डाटा हाल्ने अनि कन्ट्रोल भेरिएबल भनेको के हो भने कस्तो खालको प्लान्ट युज गरेछौँ यो एक्सपेरिमेन्ट भरि नै यो प्लान्टको जुन जस्तो मनी प्लान्ट छ भने मनी प्लान्टबाट अर्को प्लान्ट हुँदैन एउटै प्लान्ट हुन्छ एक्सपेरिमेन्ट भरि नै र पोटको साइज यो पोट यत्रो छ नि यत्रै रहिरहन्छ अब यत्रो ठुलो लेयर राखिदिनु पनि मिलेन माटो कुन किसिमको माटो राखेर चाहिँ बालु छ कि बालुवावाला माटो छ कि कालो कालो मलवाला माटो छ कि कस्तो खालको माटो छ त्यो माटो नि चेन्ज गर्न मिलेन अनि हावापानी बाहिरको वातावरण त्यो पनि हाम्रो चेन्ज गर्न मिलेन अब त्यो चाहिँ के जुन चाहिँ चेन्ज गर्न मिलेन त्यो जुन चाहिँ कुरा हामीले चाहिँ एक नासकै राख्यौँ हैन जुन चाहिँ हामीले चेन्ज गर्दै गरेनौँ गर्न त मिल्छ तिमीले गर्यो भने चेन्ज गर्यो भने त फेरि कन्ट्रोल भेरिएबल रहँदैन फेरि त्यो है तिमीले सपोज तिमीले माटोमा मल सल हाल्यो भने त छुट्टै त्यसको रिसर्च गर्नु पर्यो मल एउटामा यसको आधा माटो खन्याएर फेरि हामीले यसमा अर्को माटो हालिदियो भने त्यो कन्ट्रोल भेरिएबल रहँदैन फेरि त्यसलाई कन्ट्रोल भेरिएबल मानिँदैन कन्ट्रोल भेरिएबल कसले मानिन्छ भने हामीले एक्सपेरिमेन्ट गर्दाखेरि कुनै 2-4वटा कुरा चाहिँ कहिले पनि चेन्ज गरेनौँ एक सुरुमा जस्तो थियो अन्तमा पनि त्यस्तै छ भने त्यसलाई हामी के भने कन्ट्रोल भेरिएबल बुझ्यो सबले अब के एटेन्सन कन्ट्रोल भेरिएबल और भेरिएबलमा के हामीले ध्यान दिनुपर्ने कुरा छ भने एक्सपेरिमेन्ट शुड ह्याभ वान इन्डिपेन्डेन्ट भेरिएबल तिमीले के जान्न खोजेको छौ हैन एउटा मात्रै इन्डिपेन्डेन्ट भेरिएबल राख्नु हैन धेरै थुप्रै इन्डिपेन्डेन्ट र डिपेन्डेन्ट भेरिएबल चाहिँ राख्यो भने के हुन्छ भने तिम्रो रिजल्ट चाहिँ एक्युरेट आउन सक्दैन बुझ्यो सकेसम्म एउटा मात्रै रिजल्ट ल्याउनलाई एउटा मात्रै राख्नु भेरिएबल अदर देन सिलेक्टेड इन्डिपेन्डेन्ट भेरिएबल एन्ड डिपेन्डेन्ट भेरिएबल मस्ट बी कन्ट्रोल्ड इन्डिपेन्डेन्ट भेरिएबल आर द कॉजेस एन्ड इट्स रिजल्ट इज इन डिपेन्डेन्ट भेरिएबल इन्डिपेन्डेन्ट भेरिएबल जे चेन्जेस आउँछ त्यो नै हाम्रो डिपेन्डेन्ट भेरिएबलको रिजल्ट हो डिपेन्ड द इफेक्ट एन्ड इट्स भ्यालु डिपेन्ड अपन चेन्ज इन इन्डिपेन्डेन्ट भेरिएबल एउटै कुरा भनेको छ है The graph dependent variable is always placed on y-axis. You question so that you dependent variable कुन axis मा हुन्छ independent variable graph मा कुन axis मा हुन्छ भने dependent variable y-axis मा हुन्छ graph बनाउँदाखेरि independent variable x-axis मा हुन्छ है अब यसमा कुनै प्रश्नहरु छ भने मलाई सोध्नु नबुझेको कुराहरु छ भने सोध्नु छैन भने हामी यो इन्डिपेन्डेन्ट र यो तीनटै भेरिएबल एउटा एक्सपेरिमेन्ट कम्तीमा हरेकले 2-3वटा जति चाहिँ एक्सपेरिमेन्ट लेखेर ल्याउने जुनमा चाहिँ तिमीले छुट्याउनु पर्यो यो मैले इन्डिपेन्डेन्ट भेरिएबल राखेको छु यो डिपेन्डेन्ट भेरिएबल राखेको छु र यो चाहिँ कन्ट्रोल भेरिएबल हो भनेर तिमीहरूले के गर्नु पर्यो छुट्याएर त्यहाँ लेखेर 3वटा एक्सपेरिमेन्ट यो तीनटै छुट्याएर लेखेर ल्याउनु पर्यो तिमीहरू के भयो भने यो होमवर्क भयो र अब म तिमीहरूलाई के सोधे भने जस्तो मिलन उठा है र तिमीले प्लान्टमा केमिकल फर्टिलाइजर हाल्दाखेरि हैन केमिकल फर्टिलाइजर चाहिँ डिपेन्डेन्ट भेरिएबल भयो कि इन्डिपेन्डेन्ट भेरिएबल भयो इन्डिपेन्डेन्ट भेरिएबल भयो है केमिकल फर्टिलाइजर अब तिमीले बायो फर्टिलाइजर पनि हाल्न मिल्यो केमिकल फर्टिलाइजर पनि हाल्न मिल्यो हैन तिमीले दुईटा फर्टिलाइजर मध्ये कुन चाहिँले राम्रो ग्रोथ गराउँछ र कुन चाहिँले प्लान्टलाई राम्रो गराउँछ त्यो हेर्न खोज्यो भने त्यो इन्डिपेन्डेन्ट भेरिएबल भयो अनि डिपेन्डेन्ट भेरिएबल के हुन्छ त त्यसमा प्लान्टको ग्रोथ हो डिपेन्डेन्ट